लिन निकाल यार हद गर्दै यार तिमीहरू ओइ नाटक गर्यो फेरि साले फेरि पब्लिकमा माल निकाल भने ल्याङ नगर त निकाल निकाल उत्सव के हो meaning umanga khushi masti sometimes getting psycho sometimes it's fun and celebration too मनको कुरा मनै भित्र लुकाइ नराख्नु अहिले यहाँ भरै कहाँ भोलि कहाँ हुन्छौँ जिन्दगीमा एक्लो हुँदा यो पललाई सम्झन्छौँ सानो सन्देश यो मेरो सुनिदेऊ सबैले दिन पनि बित्दैछ रात पनि ढल्दैछ लौ हेर Our new classmate. तिमी नै हैन हरिरात मेरो सपनामा आउने त्यही अनुहार काटीकुटी That's you. Is calling the फुस्क्याछ के माइन्ड नगर्नु है I think yeah. तिम्रो हात चढ्दैछ माता देउछु न तिम्रो हात चढ्दैछ माता मुस्कुराई फुल्ने फुल एक दिन ओइली झर्छ आज भोलि भन्दा भन्दै यो बन्धल्दै जान्छ सबैको त हुन्छ कसैले मनको कुरा इशाराले दिँदैछ मिठो आभास मौसमको बुझ्नु छ है तिमीले प्रेमको गीत यो मेरो गुनगुनाऊ सबैले लौ सुना लौ सुना लौ सुना लौ सुना Pick up your phone. Hey, pick up your phone. Somebody is calling you. Hey, why don't you pick up your phone? The phone. हेलो अजको भन कति फोन ट्राई गरे यार ओइ त कहाँ हो के कहाँ छस् के ल्याङ गरेर आको यार फेरि त गुड फ्राइडे पनि थाहा छैन यहाँ त जहाँ छस् जुन हालतमा छस् तुरुन्त निस्किहाल ल्याङ नगर्ने यार म फोन राखे जिम्बा तेरो आमा रहनु भएन यार हेलो जिम्बा सुनिरहेछस् हेलो हेर्नुहोस् त्यो भइहाल्यो चिन्ता गरेर अब केही हुँदैन छोरा भनेको छोरै हो के
चाहियो पैसा गिटार किन्नु यसपालिको कलेज कम्पिटिसनमा जसरी पनि जित्नुपर्छ छोरा रातभर ठमेलका हिप्पी केटीहरूसित लठाक्दै हिँडेको छ दिनभर घरमा गाइने भएर टोल छिमेकमा बदनाम गराएको छ तिमीहरूलाई आफू खुसी गर्नु छ भने यो घरबाट त अनि तेरो छोरो निस्केर गयो हुन्छ महाभारतको जस्तो युगको कुरा नगर्छ न मामु त्यो मान्छेको लागि किन आँखामा पट्टी बाँध्न बस्नु पर्यो हजुरले जसले हजुरले थाहै नदी बाहिर अवैध सम्बन्ध राख्यो अनि बच्चा जन्मायो जिन्दगीभर डिप्रेसनको औषधि खानुपर्ने बनाइदियो हजुरलाई मरिहाले भने पनि ताईले गाउँलाई नछोडाई है छोरा तिमी चाहिँ आउँछ भनेर सोचेको थिएँ आउँदै आएन यार क्या पूर्व आउनु पर्छ नि कस्तो रमाइलो भएको थियो यार म सन्जु हो र एकदम रमाइलो भइरहेको थियो तल म एउटा कुरा सोच्छु हामी चारजना एक ठाउँमा गएको अनि त्यसपछि ओइ काजी सुन न त्यो एकछिन उर्वशीलाई इन्गेज गर्न त्यो उर्वशी पुरानो विक्रम टेम्पो भइसक्यो त्यो त बरु म निशालाई इन्गेज गर्न जान्छु धर्मिसले आउँछु तेरो इन्गेज गर्न हाई उर्वशी तँसँग सानो काम थियो गोप्यमा जाउँ न एकैछिन यस Hey, dream girl. May I? Yeah, sure. Thank you. All yours. Oh. Excuse me. May I? के हो के हो कुरा के हो ए कुरा है यो कहाँ किनेको तैँले यही हो तेरो गोपी कुरा भन्न कहाँ किनेको विशाल बजारबाट ए विशाल बजारमा है यो सुन के हो त होइन चाँदी हो होइन चाँदीको हो मैले त सुनको भन्टानेको थिएँ त सधैँ यस्तो चुप्लाएर बस्छस् कि तेरो सास गमाउँछ भने साले दिमाग चट्टा वाला कमाला यहाँ काम पाउँदैन यो गीत मेरो मामुको सम्झनामा मामु आउनु साँझ बाटो लामो छ यात्रा केवल आफ्नै सपनाहरू जिउने केही बहानाहरू सम्झिरहेको छु एउटा अन्तिम गीत गाएर म आजको लागि बिदा लिन्छु
Are you guys ready to roll? दुई दिनको जिन्दगीमा लानु त के छ मरेर यहाँ भाग्यमा भविष्यमा म हुन्छु कहाँ तिमी कहाँ गएर दाइ एकदमै राम्रो गाउनु मजा आयो दाइ थ्याङ्क यू बाई जिम्बा बाई मामा छिटो छिटो मिठो मिठो सधैँ आफ्नो कम्पोजिसन मात्रै गाउँछौ भान्जा जति पिउँदा थकाइ मेट्छ नि त्यति पिउनु जिन्दगी थाक्ने गरी पिउनु दिन्न म मामा गजल ठोकिदिएको फेरि त्यति नै पिउ थकान हट्छ त्यति नै पिउ थकान हट्छ जिन्दगीसँग थाक्ने गरी पिउन दिन्न वाह मामा वाह के गजल ठोक्यो भान्जा कति मलाई उडाउँछौ अब त उड्दा उड्दै मैले आफूलाई बलुन ठानिसकेँ फेरि भान्जा तिमीले अघि 2 पेग खायौ अहिले 1 पेग आजले पुग्यो भइगयो जाओस् मामा तिम्रो लेक्चर Come on, give him a drink. I'll pay for it. All right. No thanks. Oh, Panja. Attitudes are Sally Sandra. ओइ सामान अलि ध्यान दिएर राख बाजे म अन्जेलसम्म बजारको पुरानो हिसाब किताब उठाएर राख्नु होला यदि कसैले दिन मान्न भने केटाहरू लिएर गएर दोकान तोडफोड गराउनु होला छोरा छ भनेर के गर्नु बुढेसकालमा एक्लै जोतिनु परेपछि ओइ सुन 2 महिनाको लागि म घरबाट बाहिर जाँदैछु घरमा कोही पनि हुँदैन बाहिर टन्डली मारेर हिँड्नुको छटो समयमा घर आउनु अझै पनि म तँलाई 2 छाक कमाएर खुवाउन सक्छु बुझिस्